टोन्ट्रा काँडा यसलाई भन्छ टोन्ट्रा काँडा काँडा यसको फेरि भन्छ नि केटा हो ख्याल छ कि छैन बङ्गला चुलीमा आयो भने यसो कतै होटलतिर बसेर चन्त्राको छ सुल्टिने छ खतरा चिप्लियोमा बाइक जङ्गलतिर हो जङ्गलतिर लाली कुरा हेर्नको लागि गर्ने प्राकृतिक यस्तै हो हजुर यसपछि के भन्छ संसार नै छैन जस्तो लाग्छ तर सारा जिन्दगी यो गाउँको नाम चाहिँ तिराम रहेछ है अब म बोर्ड पछाडि थियो म क्यामेरा अन गर्दा गर्दा निस्किहाल्यो कि त्यो बोर्ड होइन तिराम कसरी जाम म एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। जोडो नमस्ते वेलकम ब्याक टु अनदर भिडियोमा स्वागत छ हजुरहरूलाई के छ हलिचली यो कहाँ कस्तो कहाँ जङ्गलमा गएर हो ब्लग स्टार्ट हुन्छ नि मेरो के गर्ने अब यस्तै हो केटाकेटी हो साथीभाइ हो के गर्ने अब एक्लै हुन्छु होइन अब साथीभाइहरूसँग हिँडौँ भन्दाखेरि अब साथीभाइ पनि छैनन् खासै जो छन् तिनीहरू सबै बाहिर कता कमाउन गइसकेछन् क्या अब के गर्ने म पो बेरोजगार छु त अरू मान्छे त रोजगार छन् होइन के भन्ने त्यस्तै हो सो आजको यात्रा हाम्रो के कस्तो छ भन्दाखेरि अब टाइटल थम्बनेल है ढिङ्गा फलाना भनेर तपाईँहरूले चिनिसक्नु भयो होला होइन अब त्यसको लागि चाहिँ मैले अब फेरि पनि एकचोटि भनिदिन्छु हामी चाहिँ बङ्गलाचोली जान लागेको यसो लालीगुराँस पहिलाको ब्लगमा भनेको थिएँ के हो मैले नि लालीगुराँस चाहिँ नै पहिला पनि हामी बङ्गलाचोली यसो हेरौँ न फुले छ के भन्ने आश तर पहिला हुनसक्छ फुल्न सक्छ तर त्यस्तो फुले छैन होला जस्तो लाग्छ फुलेको राम्रो नफुले त अब के गर्ने ब्याड लक फेरि कतै जाम्ला छ नि त आज दिनहरू हेलो वेलकम ल स्वागत छ केटा आइपुगेको हामी बङ्गलाचोलीको ग्राउन्डमा अब बाँकी त देख्यो होला के अरे उसमा होइन केमा अब जङ्गलतिर पस्ने हो जङ्गलतिर छ कि छैन भन्ने कुरा तर आज व्यवस्थित बनाइदिएको छ बाटो बवाल यस्तो बनाइदिएको छ होइन टुरिज्ममा स्पोर्ट भइरहेछ टुरिज्म अब हेरौँ तर पहिला त यहाँ त के भन्छ अरे धरारा सरारा पनि बनाएको थियो अब त यहाँ पुरा बनाएको छ नि के भन्छ अरे यस्तो बस्ने सटर के यसो मतलब आएपछि पिकनिक सिकनिक खाने व्यवस्था के त्यसको लागि नै हो हल्का तल जानुपर्छ कि तर छैन के हो यार लालीगुराँस जस्तो लागिरहेको मलाई अनि यो बङ्गलाचोलीमा त हुन त यो सिजनै घुम्नेको छैन अनि म पप्पा बौला जस्तो हो त नि घुम्न आइहाल्छु एक्लै भए पनि होइन कोही छैन साला जिन्दगी फेरि हिन्दी आइहाल्छ कि बिचबिचमा जिन्दगी एक्लै हो एक्लै जिउने एक्लै घुम्ने एक्लै रमाउने के कसैको लागि डर छैन भन्ने के छ ल यस्तो राम्रो व्यवस्था बनाएको छ टुडु मजाले हेर्ने अनि आएर यसो पिकनिक सिकनिक खाने हो भने यहाँ थियो हो पहिला यहाँ थियो पहिला के भन्छ अरे धरारा सरारा बनाएको अहिले त छैन अहिले त के हो दाउरा काटे खान्छ यहाँ त दाउरा काट्यो भन्दाखेरि पनि यो रुखको व्यवस्था गरेको होइन यहाँ चाहिँ पार्क जस्तो बनाउने होला केही तर पार्क जस्तो बनाउने पनि यहाँ केही छैन लगाउने पुरा ढाइलछाइल लगाएका छन् तर हामीलाई चाहिँ अब तलतिर जाने चाहिँ अलिक गाह्रै होला जस्तो छ हौ किनकि बार लगाएको छन् होइन यतातिर यो चाहिँ सल्लाहको रुख काटिदिएर खतम बनाइसकेको छन् हालवाएको छु केही छैन के बार लगाएको छ नि त यहाँ अनि लालीगुराँस पनि फुले छैन जस्तो लाग्यो तल जाने बाटो नि छैन अनि कहाँबाट जाने त नि पुरा यस्तो छ क्यामेरामा देखिरहेको कि नि हल्का हल्का देखिरहेको नि यही हो बार यही जाने गाह्रो छ चलो उहाँ माथि जामा अब के भन्छ अरे मेन जहाँ मतलब फोटोसोटो खिच्छन् त्यहाँ अब मेरो त फोटो कसले खिचिदिन्छ र त्यही अब भिडियो बनाउने भिडियोबाट अब स्क्रिनसट लिने त्यही बस्ने त होला माथितिर जाऊँ अनि निस्किहालौँ कोही पनि छैन म एक्लै घुमिरहेको छु बौला जस्तो के छैन मान्छे अब चाहिँ राम्रो बनाइदिएछ है यताउता अनि आएर कोही ठुलो ग्रुप आएर पनि यहाँ मजाले पिकनिक सिकनिक खान सकिन्छ ल ए माथि छ यार यहाँ क्यामेरामा त के नै देख्यो होला
देखिन होइन ल माथि भेट्छु अब ल वाउ वेलकम बङ्गलाचुली भ्यू टावर यहाँ त भ्यू टावरमा खुल्ने त खुल्यो के अरे कोही छैनन् टिकट लिनु होला तर केटा हो अर्को के छ भन्दाखेरि चाहिँ अब बाइकको 10 रुपियाँ गाडीको मलाई थाहा भएन त्यो तपाईँहरूले आफै सोध्ने ओहो सब यस्तो भइसक्यो यार यो फुल हो कि के फुलै होला तर केही छैन भार भवन क्षमता अधिकतम 12 जना मात्र है साथीभाइ यो 12 जनादेखि माथि नचढिदिनु होला किनकि भने यसमा आफूलाई पनि उ छ हानिकारक होइन आए तल अब के गर्नु लाली अर्को गुड न्युज यार म त भन्नै बिर्सेको लालीगुराँस फुलै छ अरे अनि के भन्छ अरे तल उठ्यो कि के भन्छ अरे हल्का फुल्का लागेको त्यही भएर ओए ए त मैले देखिनँ त अनि भोपाल देखिने रहेछ त यार यहाँ त यहाँबाट त्यहाँनिर चाहिँ गएपछि राम्रो देखिनु तर त्यहाँ त गइनँ होला एक्लै झ्याउ लाग्छ कि अग्निको गाउँ त्यहाँ देखिरहेको छ तर क्यामेरामा देख्दैन 1 स्टेप अझ माथि जाऊँ अनि गुड न्युज के हो भन्दाखेरि उपाय लालीगुराँस फुलेछ अरे उहाँ म तल गएको थिएँ नि फेरि सबै चारैतिरबाट तारबार लगाएको थिएँ अनि सबै चिजको नियम कानुन मान्नुपर्छ अब यिनीहरूको आफ्नै होला नियम होइन त्यसमा हामीले खण्डन गर्नु मिलेन सो यही न हो केटा वाउ यहाँबाट भोपाल देखिन्छ हौ तर ग्रिनरीमा आउनु पर्यो कि नि के गर्ने हावा चलिरहेको छ स आएर होला माइक छैन के गर्ने गाह्रो छ साथी हो मलाई पनि बाँकी यताबाट हेर्नु जाम अनि मैले यहाँ अङ्कललाई पनि सोधेको छु के भन्छ अरे उसको लागि लालीगुराँस यस्तो जानु त पाइन्छ अरे साट्टो अनि टाढाबाट आएको मान्छेलाई त्यस्तो हो के भन्छ अरे नमना गर्न सकिन्न अब के गर्ने लालीगुराँस हेर्नुको लागि नै आएको हो मान्छेहरू नत्र यो टाइममा यहाँ को आउँछ र भन्ने अङ्कलले पनि त्यो पनि सही हो ल अब तल गएर लालीगुराँस हेर्नुपर्छ अब चाहिँ म यता जङ्गलतिर हो पसेको भने जङ्गलतिर होइन कि लालीगुराँस हेर्नको लागि अङ्कलले यतातिर फुलेछ भन्ने त सिकाउनु त सिकायो तर नजिकमा त छैन हेर साथी हो किनकि नजिकको त मान्छेहरूले यतिखेरसम्म चेट बनाइदियो होला चेट तर हेरौँ फुल्ने त फुलेछ भने थियो अङ्कलले कतातिर छ हौ उहाँ तल त मैले देखेको थिएँ म त यस्तो ग्यास गरेर आएको थिएँ तर फुले छैन होला भने थियो तर फुल्ने चाहिँ टाइम त भइसक्यो यो किनकि अलि लो हाइटमा पर्छ नि त अलि हाइटवालामा चाहिँ अलि फुले छैन चल एउटा देखियो तर कहाँबाट जाने हो भन्ने कुरा ल भेटेपछि भन्छु ल हौ भेट्ने त भेटेँ मैले क्यामेरामा देखिरहेको छु कि छैन त्यहाँ देखिन होला नि के जबरजस्ती गर्ने यो चाहिँ कुन गाउँ हो है क्यामेरामा देखिरहेको नै तर जो आँखाले देखिन्छ त्यो होइन बाटो यस्तो छ केटा हो कसरी जाम म ओडोडो किधर से जाएगा रे भैया काँडा छ क्या फेरि आँचो आई हाई लालीगुराँस हेर्न आएछ भनेपछि त लालीगुराँस नहेरी जाने कुरा हुन्छ होइन जसको लागि आएछ मिसन त सक्सेस गर्नु पऱ्यो तर म आफै सक्सेस होला जस्तो छैन फेरि त्यो पनि छ त यहाँ समस्या लागेर यस्तो जङ्गलमा त जङ्गलमै हो अब के गर्ने त ओ लालीगुराँस लाली जो बन जाउँ लाली हुरुकै यहाँ चोन्त्रा काँडा क्या हो चोन्त्रा काँडा यसलाई भन्छ चोन्त्रा काँडा यसको फेरि भन्छ नि केटा हो ख्याल छ कि छैन बङ्गलाचुलीमा आयो भने यसो कतै होटलतिर बसेर चोन्त्राको छ अङ्कल आन्टी जे छ भने पनि सुल्टिनी छन् भने पनि सो मागिहाल्नु पर्ने सो ब्याड लक मेरो धेरै माथि छ
अनि माथितिर जाने अवस्था पनि छैन जस्तो छ यार। रुख यही मात्रै छ, कसरी चढौँ लेट्स गो। हेर त यो हो होइन, देखाइदिए साथी हो, तर म माथि चढौँ कसरी भन्ने भयो कि यहाँ। ल म टिप्छु अनि भेट्छु, ल टिप्छु अनि भेट्छु ल। हेलो 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 हेलो, टिप्यो केटा हो, पसिना पसिना आछ। ओह जङ्गलमा, पुरा जङ्गलमा हामी, कोही छैन यहाँ। भालु आए पनि मलाई डर छैन। यो वर्षको के भन्छ रे ऊ, लालीगुराँस हेरियो। बाँकी अब यात्रा गर्दा गर्दा अनि कता कता हिँड्दाखेरि भेटिन्छ भने त्यो छुट्टै कुरा हो। ल अब म हल्का बाइकलाई मस्त लालीगुराँसले सजाउँछु अनि मेरो यो क्यामेराको ब्याट्री पनि सिद्धिनला फेर्छु अनि बाइकमा भेटौँ ल। यस्तो बनाइदिएँ मैले अगाडि मेरो बाइकलाई, हल्का यस्तो है, हल्का यति मात्रै साथी हो देखाउनको लागि कि। ओके साथी हो, अब चाहिँ हामी लाग्दिम घरतिर। अनि हल्का के हुन्छ बाटो के भन्छ, म त अर्को कुरा भन्नै बिर्सेँ यार। यो ब्लगमा चाहिँ सबभन्दा धेरै मेरो थप्रा देखियो होला नि। अब चाहिँ घरतिर निस्किने उता त यो चाहिँ प्युठान त प्युठानी हो, त्यसको कुन पर्छ यार, यो पनि जसपुरतिरको माथिको डाँडा हो जस्तो लाग्छ, किनकि तल खोला छ होइन। यताको अब यता भइगयो, यता त अब दाङ पनि पर्न सक्छ, के पनि पर्न सक्छ है, केही थाहा छैन। बाँकी सल्लाहगारी यता उता सल्लाह छ, यता त सब सल्लाह धेरै जस्तो मतलब सल्लाह नै भेटिन्छ क्या यतातिर, हो कि नै? त्यही हो साथी हो, अरू त म के भनौँ र। बाँकी लालीगुराँस हो, लालीगुराँसबाट याद आयो यार, यो मैले यहाँ राखेको थिएँ, कस्तो देखियो छ अब भनिदिनु ल। खास लाग्यो यस्तो दामी देख्यो कि ल। खतरा चिप्लियोमा बाइक अगाडि आउने एक्कासी यार, चित्रवालाले पनि बताएको यार, भन्नै न के भन्छ र, पुरा आफ्नो साइड टिपेर आएको थियो। बल्ल पो आङ साङ्गै भयो त यार, कटेपछि यार धेरै उ भएको थियो त यार, क्लोज कोल थियो भन्दाखेरि पछाडिको ब्रेक हान्दै चिप्ले क्या बाइक यस्तो गर्यो। चलो यति शान्ति नै त हुइरहेको छ होइन, आफूले केयरफुल हुनुपर्छ। आफूले जति ठाउँको ठाउँ रोक्न सक्छु त्यतिको कुदाउने, अनि कतिको मैले आफूले कन्ट्रोल गर्नु सक्छु त्यतिको कुदाउने भन्ने एउटा धारणा। यस्तो बङ्गला चिलीको यहाँ ढुङ्गा अनि बबाल देख्यो कि देखेन त्यो आफ्नो प्रतिक्रिया दिनु होला। हामी के लामपोखरी लामपोखरी भन्ने ठाउँ त होला के होइन। अब त यहाँबाट पुरै तलसम्म उरालो छ साथीभाइ हो। अनि अब यहाँबाट के हुन्छ हाम्रो बुढाटेल बचाउ कार्यक्रम होइन। ओके ल, न्युट्रलमा गयो, चाबी अफ। फेरि न्युट्रलमा हालेर फेरि चाबी अफ गरेन भने चाहिँ उ हुन्छ क्या, ब्याट्री ड्यामेज हुन्छ नि त, त्यो अगाडि मिटरमा चल्छ अनि ब्रेक हान्दाखेरि ब्रेक लाइट बल्छ। त्यो भएर ल सल्लाहगारी आएको हामी। अनि अरू के त बबाल छ देखेर तर यो चाहिँ टाइमै होइन क्या घुम्ने टाइम त हो कि, तर यो मौसममा क्या यस्तो लु जस्तो हुन्छ नि त, हुस्सु पनि होइन, यो लु जस्तो हो क्या। यो जस्तो पानी नपरेर धुलो उठ्छ नि, हो त्यही हो कि, त्यही बुझ्नुहोस् ल। बाँकी म धेरै ज्ञान दिन्छु क्या हो नि ल। गाउँको नाम चाहिँ के हो यो पनि मलाई थाहा छैन क्या, कस्तो मान्छे छु खै म है, जहाँ कहाँ घुम्छु तर गाउँको नाम थाहा हुँदैन मलाई। हुन त नयाँ हो नि त म पनि यार, कहाँ यतातिर बस्दै उ गर्नेवाला त होइन, हो कि नै? हो
स्याउ ल गाना गरिदिउँ छोड दे फटाक स्पिकर निक्ला के भन्छ अरे बम्पू भनेको जस्तो हुन्छ कि बेचत मत गा भैया रहने दे भैया तेरे से ना हो पाएगा बनने हो क्या तुमसे ना हो पाएगा भैया ऊ भाइ त्यो पारेको भिड त क्या बवाल देखेको के होइन बवालै देखिन्छ के मलाई त सबै अघि नै चाहिँ एउटा घुम्तीबाट एउटा यस्तो मोड आउँदाखेरि चाहिँ फिल चाहिँ बवाल आएको थियो कि मलाई होइन रिल्याक्स फिल हुन्छ नि त यो भनेको बाइक राइड भनेको मेरो डिप्रेसनको औषधि हो क्या के बोले म के बोले भाइ ल यो गाउँको नाम चाहिँ तिराम रहेछ है अब म बोर्ड पछाडि थियो म क्यामेरा अन गर्दा निस्किहाल्यो कि त्यो बोर्ड होइन तिराम रहेछ ल साथी हो तिराम गाउँको नाम अब रोड तल तिराम हो कि रोड माथि तिराम हो अब मलाई आफै थाहा भएन तर बोर्ड लागेको अनुसारले मैले हजुरहरूलाई हल्का फुल्का जानकारी दिएको ल बवाल देखेको छ यार तर के गर्ने हल्का पानी परिदिएको जस्तो झन् बवाल देखिन्थ्यो होला क्या होइन हो म त के भन्छ अरे यार यो ब्लगमा कहाँ स्टार्ट भयो कहाँ के गर्यो भने अब त्यस्तै भयो कि होइन अब के भन्छ अरे भालभाङदेखि अनि बुढाडा बाटो अनि त्यही बाटो एउटा दिन त्यही बाटो छ प्रत्येक ब्लगमा त्यही अब मैले के भन्छ 15-16 वटा भिडियो बनाइसकेँ त्यसमा 4वटा त यही बाटोको छ त्यही भएर मैले चाहिँ यहाँबाट स्टार्ट गरेको ल अब एउटै बाटो कति देखाउने क्या घरिघरि होइन त्यही भएर मलाई ऊ हुन्छ कि अब हजुरहरूलाई पनि देख्ने अलिकति नराम्रो होइन मजा आउँदैन अनि मलाई पनि के भन्छ अरे देखाउने मजा आउँदैन एडिटिङ गर्ने पनि त्यही ठाउँ चाहिँ यार घरिघरि हुन्छ एडिटिङ भन्नाले पनि त्यो ब्लगमा बोल्ने नि ऊ हुन्छ कि यही ठाउँ यार कति बोल्ने यो बारेमा यार भन्ने कि होइन अनि साथी हो अब चाहिँ हाम्रो मगर दिवस पनि आउँदैछ मगर दिवसको ब्लग पनि आउँछ पानीवाला टङ्की होइन पानीवाला टङ्कीले पानीवाला गाडी होइन र अघि नै उहाँ माथिबाट चाहिँ कहाँ पानी बोकिरहेको छ यार पानीको टङ्की छ र यहाँ हुनसक्छ हो पानीको समस्या हुनसक्छ नि अलि हाइटमा यहाँ पानी अलिक गाह्रो हुन्छ कि होइन र त्यसो मेरो सोचमा बहुत गफ गरेँ नि मैले आज होइन तपाईँहरूसँग अनि के गर्ने अब यस्तो बिस्तारै बिस्तारै यस्तै त हो अनि के भन्छ आज त फेस पनि धेरै देखाएन अब म जङ्गलमा चाहिँ एक्लै फेस देखाएर बोल्न सक्छु बजारमा सकिन्न होला क्या तर अब चाहिँ अलिकता 100मा 40% 40 लाग्दिउँ ल मेरो तर्फबाट त 40% चाहिँ के भन्छ ऊ भइसकेको छ है के भन्छ अरे अलिकता कन्फिडेन्स लेभल बढिसकेको छ मेरो पनि अब म पनि डराउँदैन बस 10-15 वटा भिडियो अझै कन्टिन्यू बनाउनु पर्यो त्यसपछि त म पनि भइहाल्छु नो टेन्सन अब जे कुरा पनि बिस्तारै बिस्तारै सिक्ने त हो कि होइन र हो नि के भन्छ अरे पेटबाट आएर कोहीले पनि सिक्दैन कसले भनेको थियो मलाई यो डायलग हुनु पनि हो क्या पेटबाट त कोही पनि आएर सिक्दैन नि त हो सबै आएर के भन्छ अरे सिक्ने हो कोही कुनै कुरा सिक्ने हो कुनै कुरा अब त्यही त हो अब बुझ न साथी हो यार मभन्दा आफूहरू बुद्धिजीवीसम्म धेरै किन ज्ञान पेल्ने क्या आफूहरूलाई होइन बाँकी यस्तै हो जिन्दगानी दर्पण छाया चलिरहेको छ ल फेरि भनेपछि यो डाँडा कटेपछि त यता फेरि अर्कै फिल आउँछ कि फेरि यतातिर होइन अर्कै फिल भन्नाले पनि अर्कै देखाउँछ उताको डाँडा अब हराइसक्यो उतातिर अब यताको डाँडा आयो यही के गर्ने प्राकृतिक यस्तै हो हजुर यसपछि के भन्छ संसार नै छैन जस्तो लाग्छ तर त्यसपछि झन् डबल संसार हुन्छ के होइन हामी जाने बाटो त ऊ यहाँ तल छ क्यामेरामा देखिन होला हजुरहरूलाई देखिन होला अलिकता कति भन्छु कि म क्यामेरामा देखिन होला म अघि न कहाँ बस्ने भनिरहेको थिएँ कि यहाँ बस्ने भन्ने थिएँ कि कहाँबाट सिनेमेटिक खान्ने भनिरहेको थिएँ यही हो क्या ठाउँ यार त्यो होइन र होइन होला यो अलि अर्कै होला क्या के हो र हो जस्तो पनि लाग्यो ओके अहिलेसम्म चाहिँ मेरो लाली गुराँस यहाँसम्म पुगिसक्यो मेरो बाइकको पनि अनि म पनि पुगिसकेँ यहाँसम्म सही सुसोल घर पुऱ्याउने भनेको पुग्छ कि पुग्दैन है पुग्छ होला त्यस्तो त केही पनि त्यस्तो गाह्रो केही छैन साथी हो बबाल भ्यू देखेर पनि पारेको होइन हल्का जुम गरेर देखाइदिउँ यो जुमले पनि मलाई फेरि विचार बेलामा डिस्टर्ब दिन्छ क्या कस्तो दिन्छ भन्दाखेरि यो जुममै राखिदिन्छु अनि मोटोब्लक सेटअपमा हालिदिने रहेछु अनि ऊ भने कि पुरा जुम अगाडिको मात्र देखिने यही हो यो तल गइरहेको यो माडी तल गएर राप्ती भन्छ नि त हो यही वाला खोला हो यता पनि बबाल देखेको थियो अलिकता अनि यता त झन् खतरै भनिदिउँ न बाटो चाहिँ यही हो साथी हो
अनि यस्तो पहाड बना गो ओके अब के भन्ने अब ओके अब यो ब्लग यस्तै भयो अब होइन यस्तो भन्नाले पनि सबै ब्लग त्यस्तै भइरहेछ के नो थेला नै टुपाको चलो केही छैन त्यही पनि अब भइरहेछ भन्ने पनि भइरहेछ भनौँ न ठिकै छ ओके छ नो प्रब्लम ओके सो अब आजको ब्लग यस्तै भयो अब हाम्रो मगर दिवस पनि आउँदैछ मगर दिवस पनि मनाउँला अनि होली सोली ओके फेरि अब यस्तै एडभेन्चर धेरै भर नगरेको अब अफरोडिङ कहाँ जाने भनिरहेको छु त्यही माथि अलि बाइकको हालत पनि अलि खस्ता छ भन्नाले पनि टायरले अलिकति साथ नदिने जस्तो क्या यो पछाडिको टायर चाहिँ लोकल परे रहेछ अनि अस्ति चाहिँ पहिला नै कट लगाएर रहेछ क्या त्यो कट फैलिँदै गइरहेछ त्यो अब चाहिँ पहिला टायरको व्यवस्था गर्ने नयाँ टायर हालेपछि अफरोड जाने हुन्छ ओके यहाँसम्म तपाईँले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सकेसम्म एउटा टक्क लाइक एन्ड सब्सक्राइब गरे पनि नगरे पनि तपाईँको इच्छा म भन्दैन अनि आजलाई यति नै बाई बाई सी यू नेक्स्ट ब्लग बाई बाई